पाकेट म चाहिँ यहाँ पाकेट मान्छेको लागि आइरहेको छु यहाँ हामीलाई सपोर्ट गर्नु धेरै धेरै धन्यवाद है रनर्सहरूलाई म चाहिँ पाकेट मन्च र यहाँ यसरी यस्तो आज रन हामी कस्तो हुँदो रहेछ 10 किलोमिटर कुद्दा ठिकै छ र हाम्रो यहाँ भाइको चाहिँ के छ हाम्रो गाउँले भाइको मेरो त्यही फर्स्ट टाइम हो कुदेको सक्दिनँ भन्ने थिएँ तर सकेँ ननस्टपै कस्तो फिल भयो आज 10 किलोमिटर कुद्दा चाहिँ कतिको स्टामिना चाहिन्छ स्टामिना त होइन मजा आउँदैछ मान्छेले चियर गर्थ्यो हो अझै कुदेँ कति यहाँको भने खोइ अन्त तिमी त फुटबल खेल्छ होइन मलाई चिन्यो को भन मेरो छोरीको साथीहरू यहाँ छ राम्रो कुद्नु ल प्र्याक्टिस गरेर राख्छ फर्स्ट टाइम हो सेकेन्ड टाइम कुन चाहिँ रन कुद्यो त कुन चाहिँ रन कुद्यो फर्स्ट कुन चाहिँ रन कुद्यो फर्स्ट कति छैन फर्स्ट टाइम सेकेन्ड टाइम कुन चाहिँ कुद्यो पहिला ए ल सबैजनालाई राम्रो कुद्नु ल हेलो गुड मर्निङ सम्पूर्ण मेरो फेसबुकका मित्रजनहरूलाई साथै शुभ बिहानी है र साथै मेरो तर्फबाट नामसेवल हजुरहरूको प्यारो भाइ प्रेमित मुखिया फेरि तपाईँहरू माझ एउटा यस ब्लग लिएर तपाईँहरू माझ प्रस्तुत गर्न गइरहेको छु है यस ब्लगद्वारा तपाईँहरूले आजको डे इन्जोय गर्नुहोस् र म चाहिँ आज बिहान बिहानै तपाईँको 4:30 बाट चाहिँ म आफ्नो गाउँबाट निस्किसकेको छु कहाँ गएको भन्नुहुन्छ भने चाहिँ आज चाहिँ दार्जिलिङ हाम्रो सबैले गएर बिसाउने ठाउँ चौरस्ता प्राङ्गणमा चाहिँ तपाईँको सेन्ट रिजा गर्ल्स हाई सेकेन्डरी स्कुलद्वारा एउटा म्याराथन अर्गनाइज गरिरहनु भएको छ त्यसमा पनि हामीले पार्टिसिपेट लेख्छु तर हामीले चाहिँ पार्टिसिपेट लेख्छौँ तर हामीले चाहिँ फन रन गरेको छौँ है हामीले चाहिँ स्लो रन आज चाहिँ स्लो कुद्ने सधैँ हामी म्याराथनहरू दौडहरू गर्दा चाहिँ एकदम स्पिड कुद्यो आज चाहिँ म्याराथनलाई चाहिँ हामी फुल इन्जोय लिने बिस्तारै स्लो हाम्रो जति पनि सम्पूर्ण लेबुङका मेम्बर्सहरू हुन्छ हामी चाहिँ एकदम आज चाहिँ इन्जोय गर्दै है ग्रुपै कुद्ने भनेर सल्लाह गरेको छौँ फन रन त हो बिस्तारै कुद्दा भइहाल्छ अरू कुद्ने अरू पार्टिसिपेटहरू चाहिँ स्पिडै जानुहुन्छ अरू चाहिँ हामी चाहिँ फन रनको निम्ति आज जाँदैछौँ चौरस्तामा है र तपाईँहरूलाई माथि हाम्रो मेम्बर्सहरू पनि भेटाउने छु र चौरस्तामा तपाईँहरूसँग भेट्ने छु त्यसलाई हेर्दै गर्नुहोस् फाइनली चाहिँ म बोला आइपुगिसकेको थिएँ हाम्रो टिम मेम्बर दिदीहरूलाई पनि भेटिसकेको थिएँ ठिकै गाडी पनि पायौँ है यहाँ हुनुहुन्छ हाम्रो सञ्जय भाइ यहाँ इन्दिरा दिदी सञ्जय दिदी यहाँ सूर्य अङ्कल आदित्य दा रजनी है हामी चाहिँ अहिले गाडी पनि पायौँ ठिकै ल्याउनु सिन्डिकेट साथी चाहिँ यहाँ सिन्डिकेट कुदाउँछ नि त साथीभाइ अहिले चाहिँ हामी बजार आइसकेर पनि हामी यहाँ चौरस्तातर्फ लागिसकेको छौँ हाम्रो लेबुङ रनरका सम्पूर्ण टिम मेम्बरहरू चाहिँ अगाडि हुन्छ यहाँ चाहिँ हुन्छ हाम्रो दिदी यता आइदिनु गुड मर्निङ खोइ हाम्रो यहाँ चाहिँ हुनुहुन्छ उहाँको शुभ नाम चाहिँ सञ्जय दिदी यहाँ चाहिँ सञ्जय दिदी हुनुहुन्छ हो यहाँ चाहिँ अगाडि जाँदैछ हो सञ्जय भाइ हो यहाँ मर्निङ भनिदेऊ यहाँ चाहिँ हुनुहुन्छ हाम्रो जुनियर धवक हेलो गुड मर्निङ सञ्जय भाइ हामी यहाँ लालडिघी अहिले हामीले प्रवेश गरिसकेका छौँ र अब हामी चाहिँ यहाँ जाँदैछौँ जडको निम्ति दार्जिलिङको आज बिहानको वेदर भन्दा चाहिँ एकदमै जाडो भइरहेको छ एकदम चिसो छ किनभने यहाँ विन्टर पनि लागिसक्यो होइन यहाँ हामी जाँदैछु खै यता हेरिदिउँ लु सबैजनाले गुड मर्निङ भनिदिउँ लु गुड मर्निङ अन्त यो अब चाहिँ हामी उकालो जाँदैछ अब माथि के कसो छ तपाईँहरूलाई देखाउनेछु त्यहीँ गएर भेट्ने छु हाम्रो यहाँ पवन अङ्कल पनि भेटेँ बडी अङ्कल यहाँ आज दौडको निम्ति चाहिँ यहाँ यस्तो छ नजारा यहाँको हेर्न सक्नुहुन्छ नानीहरू पनि एक्साइटेड भइरहेको छ कुद्नुको लागि हो सेन्ट रिजा गर्ल्स हाई स्कुलहरू यहाँ बोर्डिङ स्कुल हो र हाम्रो यहाँ रनर्स धवकहरू चाहिँ यहाँ हुनु चाहिँ फोटो सेसन चल्दैछ यहाँ क्यामेराम्यानमा पनि हुन्छ हाम्रो अदुदा
यहाँ हाम्रो ठिकै हाम्रो नवीन दालाई भेट्यो मर्निङ दा ठिकै हुनुहुन्छ एकदम 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 भोलिन्टर तपाईँ भोलिन्टर कुद्नुपर्छ हजुर अल द बेस्ट राम्रो ल दादा ल टिम डल्दै रहेछ 11 डल्दै रहेछ धेरै दिनमा भेट्यो हाम्रो नवीन दादा पनि र हामी चाहिँ यहाँ तयारी पनि भइसकेको छौँ यो चाहिँ हाम्रो 100 डेजको टी सर्ट आएको होइन अनलाइन यहाँ चाहिँ हुन्छ सूर्यन अङ्कल ब्याग फर्किदिनु अङ्कल यहाँ चाहिँ हाम्रो 100 डेजको यहाँ चाहिँ हाम्रो तान्ने सेक्सन हुँदैछ यहाँ चाहिँ छ त्यस नम्बर यहाँ इन्दिरा दिदीको ब्यागमा फर्किनु न रजनी त फर्किनु यहाँ चाहिँ 100 डेज रजनी तपाईँ उता फर्किनु त देख्दैन तपाईँको यहाँ चाहिँ हुन्छ सन्जु दिदी हो अन्त यहाँ दिपेन्द्र दा इन्दिरा दिदी तपाईँको ब्याग हटाउनु ब्याग कपाल हटाउनु यहाँ चाहिँ हो इन्दिरा दिदी हो यहाँ चाहिँ छ नानीहरू सबैजना है सबैजना 10 किलोमिटर गरेको छ यहाँ चाहिँ हामी सिनो फ्रेममा छ विक्रम सर मर्निङ दा हजुर ठिकै छु सर हजुर डान्सिङहरू डल्लै हुन्छ नि हाम्रो गुड मर्निङ खोइ मर्निङ छैन त अन्त तिम्रो नाम के हो तिमीहरूको नाम के हो फर्स्ट हो यो फर्स्ट हो म्याराथन प्र्याक्टिस गरेको छ अन्त तिमीहरूले प्र्याक्टिस गरेर आएको छ फर्स्ट टाइम हो सेकेन्ड टाइम कुन चाहिँ रन कुद्यो त्यो कुन चाहिँ रन कुद्यो फर्स्ट कुन चाहिँ रन कुद्यो फर्स्ट कति छैन फर्स्ट टाइम सेकेन्ड टाइम कुन चाहिँ कुद्यो पहिला ए ल सबैजनालाई राम्रो कुद्नु ल आफ्नो आफ्नो बेस दिनु मर्निङ भनेको यहाँ चाहिँ रहेछ हाम्रो भान्जी पनि कुदेको रहेछ आज मर्निङ भान्जी कति बेला आएको कति नआयो कति नआएको मर्निङ भने खोइ अन्त तिमीले त फुटबल खेल्छ होइन मलाई चिन्यो को भन्नु मेरो छोरीको साथीहरू यहाँ राम्रो कुद्नु ल सुरु भइसक्यो नानीहरूलाई चाहिँ स्टुडेन्टहरूलाई चाहिँ ब्यागमा बिस्तारै छोड्दैछ आज चाहिँ म एकदम स्लो भ्लग बनाउँदै जाने जग्गा जग्गा है किन भन्दा चाहिँ आज चाहिँ फन रन हो एउटा नानीहरूलाई नानीहरूको हौसला बढाउनुको निम्ति चाहिँ हामीले पनि यसो कुदिरहेको छौँ र आज चाहिँ एकदम स्लो गर्ने यहाँ हाम्रो नानीहरूको ब्यागमा अब छोड्नु आँटेको छ हाम्रो सिनियरहरूलाई चाहिँ छोडेको छ म चाहिँ यहाँ कुद्दैछु अरू चाहिँ हाम्रो रनर्सहरू अगाडि जानु सक्यो भयो दौडमा हुँदैछ बिस्तारै जाने हो ल आज त एकदम बिस्तारै जो ठाउँमा आइपुगिसकेको छु यहाँ चाहिँ हाम्रो दिदीहरू है गइसकेको छ र यहाँ अरू पनि आउँदैछ अरे 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 आज त मर्निङ हाम्रो दादा कति दिन बादमा भेट्यो सबै नानी कुदेको छ ठिकै छ ठिकै ल ल ल ल गयो 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 ल ल ल ल ल ल ल ल बिस्तारै जानु ल यहाँ आउँदैछ हाम्रो अदुता इन्दिरा दिदी है र म पनि दिदीहरूसँगै पछि दा गयो ल पछि राख्ने अरू चाहिँ अगाडि फिल्ली गयो चिल मुभमेन्टमा हो र हामी यहाँ तिनजना चाहिँ जुतेर बिस्तारै बिस्तारै जाँदैछु नानीहरू चाहिँ ब्यागमा छोड्दैछ होइन यस्तै हो आजको फन रन भनेको नै यसरी कोही कोही बेला बिस्तारै गर्नुपर्छ होइन आज चाहिँ हामीले के सोचेको थियौँ भन्दा आज म्याराथनलाई चाहिँ फुल म्याराथनलाई इन्जोय गरेर आज रोडलाई इन्जोय गरेर हामी कुद्नेछौँ होइन त्यही मोटिभ हेरेर आएको छौँ त्यही टिमले हेरेको छौँ कुद्दैछौँ अरू त अगाडि फिल्ली गइसक्यो कि हामी चाहिँ यहाँ ब्यागमा सधैँ चिल मुभमेन्टको साथमा भन्नुपर्दा चाहिँ
र यहाँ रनर्सहरूलाई हौसला बढाउनुको निम्ति यहाँ हाम्रो क्ल्याप दिँदैछ यो ल ल ल ल ल र हाम्रो यहाँ रन रेसको दादाहरू आउनुहुँदैछ समिताहरू दादा ल ल ल ल दादा कमल कमल हामी जाँदैछौँ उहाँ चाहिँ बिस्तारै थाक्नु भएछ नि त अन्त उहाँसँग बिस्तारै ब्याकमा उहाँलाई तान्दै 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 अरू चाहिँ हाम्रो टिमहरू चाहिँ अगाडि गइसकेको छ नानीहरू चाहिँ ब्याकमा आउँदैछ जाँदैछु हाम्रो फ्रेन्डमा चाहिँ हुनुहुन्छ इन्डिया दिदी आदित्य दादा हाम्रो इन्डिया दिदी चाहिँ यस्तो बिमार हुनुहुन्छ उहाँ कि र पनि एउटा फन रनको निम्ति एउटा रनर्स भए चाहिँ यतिको चाहिँ हुनुपर्छ होइन हाम्रो दिदी बिमारी त नभए पनि 10 किलोमिटर चाहिँ कम्प्लिट गर्छु भनेर चाहिँ नाना पनि आउनुभएको छ है र उहाँको पनि एकदम फर्स्ट टाइम रहेछ र पनि उहाँहरूले पनि पार्टिसिपेट गर्नु नै सबैभन्दा ठुलो कुरा हो उहाँलाई चाहिँ म बिस्तारै डराउँदै जाँदैछु 10 किलोमिटर हो फिनिसिङ हुन्छ ए हाम्रो दिदीले ब्याग पनि कुद्नु थाल्यो ए ल ल ल यतिको चाहिँ हुनु पऱ्यो नि हाम्रो लेबुङ रनर क्लबको ल ल यहाँ मसिनो चाहिँ छ फ्रेममा हाम्रो सेन्ट गर्ल हाई सेकेन्डरी स्कुलको नानी उहाँ चाहिँ पढ्नु हुँदैछ अन्त नानीलाई मैले बिस्तारै लाँदैछु मेरो छोरी नि त सेन्ट पर्छ 9 नानीहरू सकेन रहेछ नि त हो सारा फर्स्ट टाइम हो साह्रो पर्छ र पार्टिसिपेट गर्नु सबसे ठुलो कुरो हुनु ल नेक्स्ट टाइम पनि कुद्नु छ पुलिस रन हुँदैछ होइन त्यसमा पनि भाग लिनु ल हाम्रो ग्रुप चाहिँ यहाँ चाहिँ हामी चाहिँ एकदम स्लोमा जाँदैछौँ हो अरू हाम्रो ग्रुपहरू छोडेर गयो हामी चाहिँ अब मोटामोटी दार्जिलिङ बजार स्ट्यान्ड आइसकिसक्यो आइपुग्नु आँटेको छु आइपुगेको छैन हो अलिक टाइम लाग्छ यहाँ हामी नानीहरूलाई डराउँदै जाँदैछु र अहिले चाहिँ म यहाँ रेलवे स्टेसन आइसकेको छु इन्डिया दिदीहरू यहाँ बसिरहेको छु भिडियो गर्नुको लागि इन्डिया दिदीको होइन अरू चाहिँ हाम्रो गइसक्यो अलिक घाउँ जाउँदैछ जानु यहाँ र साथीभाइ यहाँ तपाईँहरू घरमा अल्छीले सुतिरहनु हुन्छ होइन र हाम्रो यहाँ नानी चाहिँ हेर्नुहोस् यत्रो यसमा पनि 10 किलोमिटर कुद्दैछ होइन हाम्रो भाइ के भन्दैन कुद्नु छ भन्दैन तेरो यसको ल कुद्नु छ दौड मार्नु छ होइन 10 किलोमिटर हाम्रो चुक्सा कुद्दैछ ऊ भाइ चाहिँ जहाँ पनि हाम्रो दार्जिलिङमा इभेन्ट हुन्छ सबै इभेन्टमा चाहिँ भाइलाई चाहिँ पार्टिसिपेट गर्छ होइन र जुनियर केटाहरू सानो भाइहरू चाहिँ नानीहरू चाहिँ यो भाइलाई हेरेर चाहिँ कुद्नुपर्छ यहाँ ल यो भाइलाई हेरेर हाम्रो सुतिरहने नानीहरू पनि कुद्नुपर्छ हामी चाहिँ यहाँ ब्यागमा है हाडो उकालो आवाज गेली उकालो जाँदैछु आज त उकालोले साह्रो पार्यो राम्रो प्र्याक्टिस थिएन अन्त साह्रो पर्दो रहेछ प्र्याक्टिस चाहिँ म त बिमार पनि थिएँ अब प्र्याक्टिस चाहिँ पुरै गर्नुपर्ने रहेछ विदाउट प्र्याक्टिस चाहिँ नआए पनि हुने रहेछ यो कागझोडाको उकालोमा त यति साह्रो पर्यो प्र्याक्टिस नभएको कारणले गर्दाखेरि अब नेक्स्ट टाइम चाहिँ धेरै नै प्र्याक्टिस गरेर आउँछु साह्रो पर्यो र अहिलेखेरि चाहिँ हामी फिनिसिङ पोइन्टमा आइसकिसकेको छु यहाँ फिनिसिङमा पोइन्टमा हुनु चाहिँ ल यहाँ रिबन पनि रिबन भएकोमा आइपुग्यो हो यहाँ हामी फिनिसिङमा आइसकिसकेको छ मजा आयो आज राम्रो भयो मजा आयो कस्तो मजा राम्रो थियो है हजुर ए नानीहरूसँग कुद्नु एकदमै आज मजा आयो हल्का स्लोपेजमा र हाम्रो अरू यहाँ पनि आउँदैछ उहाँहरूको पनि भिडियो लिइदिनु पऱ्यो है यहाँ पनि आइसक्नु भयो
दामी 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 ल यहाँ हाम्रो भाइले अझ त कम्प्लिट भयो अहिले फाइनली चाहिँ हामीले 10 किलोमिटर कम्प्लिट गरिसकेर पनि आइसकेको छु र हाम्रो यहाँ दर्शकहरू चाहिँ अघि आएर पनि बसिरहेको छ म यहाँ भर्खर आइसकिसकेको छु यहाँ मेडल पनि रहेछ म चाहिँ यहाँ मेडल थाप्नु कता मेडल यतै हो यता हो प्लिज ब्लु मेडल कुदिसकेर मोमो सेसन हुँदैछ है पुल डाउन यहाँ 60 मिनट थालेर अगाडि बसिसक्यो अन्त यहाँ यति छिटो छ हाम्रोहरू भन्दा हामी हेर्नु भाइहरूले पनि सकिसक्यो कस्तो भयो भाइहरूलाई आजको एकदम राम्रो लाग्यो कस्तो फर्स्ट टाइम हो कि कुदिरहेको तिम्रो चाहिँ कुदिरहन्छ अन्त हाम्रो यहाँ सबैभन्दा जुनियरको फर्स्ट हो कि कुदैन ए हेर्नुको भाइको कस्तो आज रन कस्तो हुँदो रहेछ 10 किलोमिटर कुद्दा ठिकै छ र हाम्रो यहाँ भाइको चाहिँ के छ हाम्रो गाउँले भाइको मेरो चाहिँ फर्स्ट टाइम हो कुदेको सक्दिनँ भन्दै थिएँ तर सकेँ नन स्टपै कस्तो फिल भयो आज 10 किलोमिटर कुद्दा चाहिँ कतिको स्टामिना चाहिन्छ स्टामिना त होइन मजा आउँदैछ मान्छेले चियर गर्थ्यो हो अझै कुदे दामी 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 भाइहरू सबैलाई स्टुडेन्टहरू छ यहाँ पाकेट लन्च चाहिँ कहाँ दिँदैछ अरे यहाँ पाकेट लन्च चाहिँ यहाँ दिँदैछ होइन म यहाँ पाकेट लन्च तर्फ लागिरहेको छु यहाँ चाहिँ हाम्रो यहाँ चाहिँ पाकेट लन्च थाप्ने हो सर्टिफिकेटको चाहिँ यहाँ लाइन लाग्छ हो यहाँ चाहिँ फेरि लाइन लाग्नुपर्ने हुन्छ त यहाँ आज जतिजना हुन्छ सर्टिफिकेट लानुभयो एकछिन यहाँ आइ म चाहिँ यहाँ पाकेट लन्चको लागि आइरहेको छु बहिनीहरूलाई पनि हामीलाई सपोर्ट गर्नु धेरै धेरै धन्यवाद है रनर्सहरूलाई म चाहिँ पाकेट लन्च र यहाँ सर्टिफिकेट पनि आइसकिसकेको छु है आज रन गर्नु एकदमै मजा आयो नानीहरू पनि एकदमै राम्रो कुद्यो अब चाहिँ यहाँ हामी घरतर्फ लाग्ने है आज चियर मुभमेन्टमा भन्नुपर्दा मजा आयो रिल्स पनि बनायो भयो इन्स्टामा हाल्दा भयो फेसबुकमा हाल्दा भयो हो हेलो गाइस अहिले चाहिँ घर आइपुगेको अवस्था आज चाहिँ 10 किलोमिटर रन थियो चौरस्तादेखि तपाईँको सिंहमारी भएर कागझोडा भएर उकालो फेरि चौरस्ता ब्याक हुनुपर्ने कुद्दा बरु त्यति पसिना आएन होला आज बिस्तारै फन रन गरेको नि त ओह्रालो घर आउँदा पसिना हेरेको न अब बाख्राहरू पनि फेरि कराउँदैछ हो जत्तिकै रन गरे पनि दौड गरे पनि आफ्नो काम चाहिँ छोड्नु हुँदैन होइन घरमा आएर अब बारी खेती भन्दा पनि के अब घाँस हाल्नुपर्ने हुन्छ फेरि काममा पनि जानुपर्ने हुन्छ नि त त्यो भएर चाहिँ म आज ग्रुपलाई छोडेर स्पिड आएको घर कुदेको भन्दा बेसी गरम भयो हाम्रो गाउँमा चाहिँ हेप्पी गरम भइरहेको छ घाम लागिरहेको छ र आजको भिडियो है तपाईँहरूले अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरूपट्टि सधैँभरि आभारी रहनेछु र मलाई सपोर्ट गर्छ भनेर पनि तपाईँहरूबाट मैले आशा साँचेको छु भन्दै आजको यस मेरो भ्लगलाई है अन्त गर्छु बाई बाई नेक्स्ट भिडियोमा भेटौँला।